हेलो नमस्ते सेवारो। आज चाहिँ म टक्कसँगले पार्कतिर आएको छु। तपाईँहरूलाई म सानो ब्लग देखाउँदैछु। यो पार्कमा टक्क आएको थियौँ आमा छोरी। मेरो छोरी चाहिँ मस्त सुतिरहेछ, खेलिरहेछ, खुसी भइरहेछ शीतल भएर। अनि म चाहिँ यहाँदेखि तपाईँहरूलाई टक्क मेरो घरसम्म पुगेको छु। म तपाईँहरूलाई सानो मिनी ब्लग देखाउँदैछु हस्। अनि हेर्दै जानुहोस्। यस्तै छ, के गर्नु, गर्मी धेरै बढिरहेछ। त्यही भएर पनि यहाँ चाहिँ छोरी खुसी भइरहेछ। अब यो रोडबाट चाहिँ मैले त्यो रोड क्रस गरेर यतापट्टि आएर यो रोड चाहिँ म जाँदैछु। अनि यो रोड हुँदै म जाँदैछु। मेरो घर चाहिँ कति नम्बर गेटमा छ, कहाँ रेडी छ, तपाईँहरूले राम्ररी देख्नुहुनेछ। म चाहिँ अब घर लागेको, छोरीसँग खेल्दै यहाँ परेवा पनि हिँडिरहेछ। अनि टक्कसँगले हेर्दै जाँदैछु। भिडियोहरू त म फर्स्टचोटि अहिले बनाउँदै गरेको यस्तो टाइम पास नानीसँग हुँदाखेरि, त्यही भएर के गरौँ भएर चाहिँ टाइम पास गरेको। अनि यो बाटो हुँदै चाहिँ टक्क अब घर आउने बेला भयो, आइपुग्ने बेला भयो। सानो मिनी ब्लगहरू मात्रै बनाउँछु, छोटो ब्लगहरू सानो। मेरो युट्युब च्यानलहरू पनि अहिले खोलेको छुइनँ, सो त्यतिकै फेसबुक दिइहाल्नुको लागि मात्रै, टिकटक दिइहाल्नुको लागि मात्रै बनाएको। अब म घर आइपुग्ने बेला भयो। छोरी पनि खुसी भइरहेको छ। उसलाई बाहिर घुमाउँदाखेरि एकदम घुम्नु चाहिँ रुचाउँछ क्या, त्यही भएर उसलाई घुमाउनै मात्रै पर्छ। अनि अब चाहिँ हाम्रो घर आइपुग्नुलाई अलिकति मात्रै बाँकी छ। मेरो घर चाहिँ तपाईँहरूले नेपालीहरूको घर चाहिँ चिनिहालिन्छ क्या, टक्कसँगले फ्लावरहरू हुन्छ, फुलहरू। यो रातो फुल फुलेको घर चाहिँ मेरो हो। यो घर चाहिँ हाम्रो घर हो। अनि यहाँनिर चाहिँ टक्क नेपाली घरमा चाहिँ अलरेडी खोर्सानी चाहिँ हुनैपर्ने, खोर्सानी हेर्नु, अकबरे खोर्सानीहरू, कुन ढेँडे खोर्सानी, के खोर्सानीहरू छ। यहाँ नानी उचालेको, क्यामेरा अफै गरिदिनुहोस् माथि। अनि यहाँ नानीलाई भित्र हाल्नु आँटेको। अनि हेर्नुहोस्, यस्तो छ हाम्रो चाहिँ। बैगुन रोपेको छ, खोर्सानीहरू पनि छ। अब यहाँ भित्र जाउँ। भित्र चाहिँ म उता गार्डनहरू देखाउँछु म तपाईँहरूलाई हल्का थोरै होइन। भित्र चाहिँ अँध्यारो पनि रहेछ, नानी सुतिराखेको रहेछ, बहिनीको नानी, त्यही भएर। अनि भित्र अब पसौँ। यहाँदेखि टक्कसँगले यहाँ आल्चाहरू पनि ल्याएको रहेछ मम्मीहरूले, त्यतिकै। अब टक्क बाहिर हेरौँ। यहाँ चाहिँ बाहिर हाम्रोमा चाहिँ बिरालो पनि पालेको छ। आमाले चारो दिनुभएछ। बिरालो छ, सानो यो माउ हो, बिरालोको माउ। यो चाहिँ लिली हो। अनि यहाँ लिलीको बच्चाहरू छ। यो लिलीको बच्चाहरू छ, 4वटा छ। बेच्ने बेलै भएको छैन, 4वटा छ, अब हुन आँट्यो बेच्ने बेला। अनि यहाँ चाहिँ लियो छ। यो चाहिँ पहिलाको यही लिलीको बच्चा हो, तर यो ठुलो भएको पहिलाको हो। यो चाहिँ अहिले चाहिँ भर्खर पाएको हो। अनि यो चाहिँ हाम्रो यतापट्टि पनि बारबेक्यू गर्ने पनि छ, मासु पोलेर खाने ओर्ने ठाउँ। यहाँ टक्कसँगले यहाँ चाहिँ खोर्सानीहरू नै छ, प्रायः जस्तो खोर्सानी नै हुन्छ। यहाँ चाहिँ टमाटर पनि छ, टमाटर, सिमीहरू। बाई, यति नै हो ब्लग।